अस्ट्रेलियामा स्टुडेन्टले पिआर पाउनु पहिला जस्तो सजिलो छैन होइन। लास्ट इयरको डाटा अनुसार बेली 5%ले मात्र पोइन्ट सिस्टमबाट पिआर पाए। अब के गर्ने त? यो भिडियोमा 4 क्लियर स्टेप सेयर गर्न चाहन्छु। नमस्कार, म सुरेश पाण्डे, वेस्टर्न माइग्रेसन एजेन्ट एट जेनिथ माइग्रेसन। फर्स्ट, राइट पाथवे सिलेक्ट गर्नुहोस्। पोइन्ट भिजा जस्तो 189, 90, 491 मा मात्र डिपेन्डेन्ट भएर अब हुँदैन। कम्पिटिसन हाई छ, कट अफ पनि टफ छ। प्र्याक्टिकल अप्सन हुन सक्छ जस्तो रिजनल अस्ट्रेलिया र डामा एरियाजमा स्पोन्सरसिप, हेल्थ केयर, हस्पिटालिटी, ट्रेड जस्ता सेक्टरमा होइन। त्यहाँ इम्प्लोयर स्पोन्सरको डिमान्ड धेरै छ। स्टुडेन्ट्सले 482 बाट 186 मा मुभ हुन सकिन्छ, जस्तो अर्को 494 बाट 191 मा पनि मुभ हुन सकिन्छ। पोइन्ट 2, बिल्ड इम्प्लोएबिलिटी। कोर्स 2 गर्दा डिमान्ड अकुपेसन हेर्नुहोस्। नर्सिङ, कम्युनिटी सर्भिस, आइटी, इन्जिनियरिङ, ट्रेड्सहरू हेर्नुहोस् होइन। अनि त्यसको स्किल एसेसमेन्ट प्रोसेस पनि ख्याल गर्नु। पढेर मात्रै हुँदैन, स्किल एसेसमेन्ट पोजिटिभ नहुँदाखेरि सबै कुरा अड्किरहेको हुन्छ। स्टडी सँगसँगै अलिकति वर्क एक्सपिरियन्स पनि पाउनुहोस्। अलिकति रिलेटेड स्किल्सहरू बिल्डअप गर्नु। डजन्ट ह्याभ टु बी लाइक ब्याक आइटी पढ्दै हुनुहुन्छ, आइटीकै जब चाहिन्छ भन्ने छैन, तर अलिकति त्यो रिलेटेड स्किल्सहरू चाहिँ बिल्डअप गर्नुहोस् होइन। यो स्किल एसेसमेन्टको लागि पनि हेल्प हुन्छ अनि आफ्नै कन्फिडेन्ट बिल्डअप गर्नलाई पनि एकदम हेल्प गर्छ। नेक्स्ट, पार्टनरको रोल होइन। पार्टनरको छ भने पार्टनर उहाँको इङ्ग्लिस क्वालिफिकेसन त्यो पोइन्ट सिस्टममा मात्रै काम लाग्ने होइन कि उहाँको इम्प्लोयमेन्टले धेरैजनाले अहिले स्पोन्सरसिपबाट कोइडी टु 186 मा गएको देखिन्छ होइन। त्यसले टाइम पनि बाय गर्छ अनि धेरै जसो पिआर पनि हुन्छ होइन। त्यो पनि सधैँ ख्याल गर्नुहोस्। नेक्स्ट पोइन्ट, कम्प्लायन्स र स्मार्ट प्लानिङ। यदि स्टुडेन्ट भिजामा हुनुहुन्छ भने सधैँ रुल फलो गर्नुहोस्। ऱ्यान्डम कोर्स चेन्ज गरेको गरी नगर्नुहोस् होइन। अलिकति लङ टर्म प्लान बनाउनुहोस्। भिजा एप्लाई गर्दा पनि उनीहरूलाई नलागोस् कि यो मान्छे भिजा हपिङ गरिरहेको छ जस्तो होइन। अनि सबभन्दा इम्पोर्टेन्ट चाहिँ हमेसा इन्डिपेन्डेन्ट माइग्रेसन एजेन्सी या क्वालिफाइड लयरसँग गएर एडभाइस लिनुहोस् होइन। अलिकति पैसै तिर्नु परे पनि, नट जस्ट एजुकेसन एजेन्टहरूसँग होइन। सो एट द एन्ड, रुलहरू टाइममा चेन्ज भइरहन्छ, केही कुरा सकिन्छ छैन होइन। तपाईँले आफ्नो साइडबाट चाहिँ प्रिपेयर गर्न सक्नुपर्छ। सो पिआरको लागि क्लियर स्टेप त अब छ भन्न गाह्रै छ होइन, तर एउटा पोइन्ट सिस्टम र स्पोन्सरसिप पाथवे नै देखिन्छ। त्यसको लागि इम्प्लोयमेन्ट एबिलिटी बिल्डअप गर्नुहोस्, पार्टनरको रोल कन्सिडर गर्नुहोस् अनि प्रोफेसनल एडभाइस दिनुहोस्। यदि तपाईँलाई इन्डिपेन्डेन्ट जेन्युन एडभाइस चाहिन्छ भने हामीलाई कल गर्नुहोस्, डाइरेक्टली हामीसँग टक गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।